हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। के छ सन्चै हुन्छ, पक्कै पनि सन्चै हुनुहुन्छ होला। आज धेरै दिनपछि होइन फेरि एउटा नयाँ भिडियो न्यू डे न्यू ब्लगको साथमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ मैले होइन मेरो आज छुट्टी हो नि त, मेरो त फ्राइडे छुट्टी नै हुन्छ होइन। प्रायः चाहिँ म भिडियो बनाउँदिनँ किनभने अल्छी लाग्छ यार आजभोलि, सब्सक्राइबै बढ्दैन। तर हुनु त होइन भिडियो नहाले पनि सब्सक्राइब नभए पनि भिडियो चाहिँ हालिरहनु पर्छ अनि पो बढ्छ होइन। तर खै के भयो। सो आज चाहिँ मैले चाहिँ होइन म चाहिँ अब मेरो पुरानो ल्यापटप होइन एउटा छ होइन, त्यो चाहिँ राख्दा राख्दै आफै ड्यामेज भएछ क्या, अनै हुँदैन। अन हुन्छ तर रिकभरी भनेर के भनेर आउँछ। मैले जति ट्राई गरेँ होइन तर पनि भएन क्या। अनि त्यो चाहिँ मैले सेकेन्ड ह्यान्ड लिएको थिएँ। आज चाहिँ म होइन जहाँबाट लिएको त्यहीँ जान्छु होइन, त्यो गराउँछु देखाउँछु के हुन्छ होइन। अनि मिल्यो भने म त्यतै सेल गरेर हुन्छ क्या, किनभने मसँग अर्को पनि ल्यापटप छ। किनभने मैले चाहिँ त्यो ल्यापटप चाहिँ यो हो होइन, मैले चाहिँ यो सिक्नलाई होइन टाइपिङ होइन हात बसाउनलाई किनेको थिएँ पहिल्यै होइन। यो चाहिँ त्यस्तो भएको। अनि पछि चाहिँ मैले मसँग अर्को छ है अहिले चाहिँ यो एउटा म्याकबुक M1 छ मसँग होइन। यो चाहिँ मैले पछि लिएको होइन। यहाँ चाहिँ अब भिडियो सिडियो एडिटिङ गर्नुहुन्छ नि त, यसमा चाहिँ केही गर्नु मिल्दैन कि, यो चाहिँ जस्ट टाइपिङ होइन अनि भिडियो सिडियो हेर्नलाई होइन, अनि जस्ट सिक्नलाई चाहिँ काम दिन्छ होइन। टच स्क्रिन पनि छ है, यो चाहिँ टच पनि हुन्छ, राम्रो छ है मैले लिएको सिक्नलाई। अनि यो चाहिँ अब म सेल गर्छु होइन, सायद म जहाँबाट लिएको त्यहीँनिर होइन बेचिदिन्छु होला, हेर्छु होइन अब के हुन्छ, तिनीहरूले कतिमा दिन्छ होइन। राम्रोमा दियो भने म त्यही दिन्छु, नत्र एकजना भाइले नि लिन्छु म लिन्छु भनिरहेको थियो। हेरौँ होइन बनाउँछु अब के हुन्छ कस्तो हुन्छ। सो अब चाहिँ म निस्किन्छु होइन, किनभने एकजना दाइ पनि हुनुहुन्छ, दाइले बाहिर उता वेट गरिरहनु भएको छ होइन। किनभने ऊ पनि अब थोरै होइन ज्याकेट विन्टरको ज्याकेट किन्ने भनिरहेको छ होइन। सो अब चाहिँ म चाहिँ होइन फटाफट निस्किन्छु है, अब बाहिर भेटौँला होइन। यदि तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला, इफ लाइक दिस भिडियो सब्सक्राइब अनि लाइक कमेन्ट पनि गरिदिनु होला। सो अब म चाहिँ रेडी भएर निस्किन्छु है। नाउ रेडी। यो ब्याग चाहिँ होइन मैले नेपालदेखि नै किनेर ल्याएको। नेपालको मैले यो कहाँ किनेँ भने खिचापोखरी होइन, खिचापोखरी त्यो पिपुल्स प्लाजाको त्यो पछाडिपट्टि होइन, त्यो माछा बेच्छ नि, आरपी कम्प्लेक्सको छेउमा नि एउटा उयसमा देखाएको थियो क्या होइन। घुम्दै जाँदाखेरि मलाई मन परेको थियो होइन, यस्तो चाहिँ एउटा किन्छु भनेर होइन, अनि नेपाली ब्रान्ड। अनि त्यो चाहिँ मैले त्यहाँ लिएको थिएँ क्या यो ब्याग। सो एकदम राम्रो लाग्छ मलाई चाहिँ होइन, आफ्नै देशमा बनेको होइन, मेड इन नेपाल है, मेड इन नेपाल गाजाको है। सो नेपाली भएपछि नेपालको चाहिँ नेपाली प्रोडक्टलाई माया गर्नुपर्छ है। सो सबैले सपोर्ट साथ दिनुपर्छ है। अहिले चाहिँ म बाहिर निस्किसकेँ रुमदेखि बाहिर होइन। मलाई चाहिँ दाइले फोन गरेर है छिटो आइज कहाँ छस् भनेर फोन गरेछ। म चाहिँ हतार होइन त्यहाँदेखि रुमदेखि निस्केर त्यो भिडियो बनाउनै पाएन क्या, हतार निस्केर होइन। अहिले चाहिँ अब म यो साइडमा जानुपर्छ होइन, अझै लाग्छ होला 3-4 मिनट जति। अब बुढो कुरी बसिरहेको छ होइन, मलाई चाहिँ अनि 5 मिनट लाग्छ अझै भनेर चाहिँ ल अब ट्याक्सी लिएर आऊ भनिरहेको थियो। बुढा कहाँ मसँग अब गाडी बस भाडा त छैन, अनि कताको ट्याक्सी समात्छ या, ट्याक्सी ल्याउने भाडा कहाँ छ र होइन। त्यो गाह्रो छ मलाई। अनि यो साइड चाहिँ होइन कुवेतको दिस इज रम्मल घारी भन्छ है। राति चाहिँ यहाँ डेटिङ आइरहेको हुन्छ मान्छेहरू होइन, आफू त सिङ्गल मान्छे होइन, अब हेर्नको लागि त के आउनु होला। अनि यो साइडतिर कुवेतको होइन अहिले चाहिँ कुवेतमा चाहिँ एकदम वेदर चाहिँ एकदम जस्ट राम्रो छ है, मलाई मनपर्ने वेदर छ। किनभने अरू बेला त पुरा गर्मी हुन्छ होइन, पुरा पसिना हुन्छ नि त। अहिले चाहिँ शीतल छ एकदम न्यानो होइन। दिउँसो है बेलुका त फेरि जाडो हुन्छ क्या, एक्सट्रिमली जाडो हुन्छ क्या, किनभने हावा चल्छ क्या, हावा समुद्र यहीँ नजिकै छ नि त, त्यही भएर। अनि त्यस्तै छ अहिलेको मौसमहरू एकदम राम्रो छ। यो मुची गाडी मलाई नै हार्न आएको हो कि के हो, पछाडि डाइरेक्ट मलाई नै ताकेर आउँछ त यार। आकाश पनि एकदम खुला छ क्या, एउटा बादल पनि छैन क्या आज त। अस्ति 1-2 हप्ता अगाडि त पुरा पानी पर्थ्यो क्या, पानी परेर यस्तो जाडो बढाएको थियो है, वात्तै जाडो बढ्थ्यो क्या, पानी पऱ्यो त्यसपछि त। अहिले दिउँसो चाहिँ न्यानो छ।
समाजमा उब्जिएको स्वाद हावाले यो फुटबल खेलिरहेको छ भलिबल ए मेरी साइली तिमी भए जीवनै रङ्गीन छ म त बुढाले भनेको ठाउँमा पनि आइसक्यो होइन मान्छे त देख्दिनँ त यहाँ यहीँतिर भनेको थियो अलि हस्पिटल त तल पो त है यो तल यो तल त म त्यहाँ त्यति तल हो र म त यहीँ होला भने नजिक कत्रो हिँडेर आइसकेँ आज धेरै दिनपछि हिँडेको भएर होला धेरै के भन्छ नजिक धेरै नहिँडेको भएर होला होइन अलिकति हिँड्दा नि धेरै टाढो हिँडे जस्तो लाग्यो क्या कस्तो क्या अलिक हुन्छ नि कस्तो अब धेरै थाक्या जस्तो फिल भएको क्या मलाई अब जे होस् तल होइन यो बिल्डिङ हो क्या यो हो कि कुन हो त्यतिको जस्तो लाग्छ हेर्दै जान्छु है यता पहाडी पनि छ कि पहाडी त होइन कहाँको त्यो त अनि कहाँ म यतादेखि चाहिँ जान्थेँ क्या उता अनि त्यही बस भनेको ए ल ल अब दाइसँग भेट भयो अब त्यतादेखि आएको देखिनँ क्या मैले अनि कस्तो अनि भिआइपी भएर हिँड्ने त अनि मेरो यो छ क्या ल्यापटप त्यही भएर अनि तपाईँ नि कहाँ ज्याकेट खोज्दै खोज्दै यति तल आइपुगेको ए त्यही भएर पो अनि म त सुतिरहनु भएको छ कि भनेर फोनै नगरी बस्या नि न त 12 बजीतिरै फोन गर्नु पर्यो भनेर सोचिरहेको थिएँ चाँडै गएर चाँडै आउनु पर्यो भनेर सोचिरहेको थिएँ क्या तिम्रो हाँसोले बिर्साउँथ्यो पीर दुःखका कथा समयले हामीलाई टाढा टाढा पुर्याए पनि मनभित्र जहाँ जहाँ तिमी छौ अझै पनि ए मेरो साथी सम्झना तिम्रो आज पनि मनको कुनामा झल्किन्छ ए मेरो साथी तिमी नजिकै हामी चाहिँ अहिले फाइनल्ली पाइलाइसक्यो अब हामी यहाँदेखि सट्टै उता गएर चाहिँ अलिकति भित्रपट्टि हो हाँस्दै हाँस्दै जाँदैछ है केटी भनेपछि हाम्रो दाइ फेरि हाँस्दैन न जस्ट किडिङ है अब चाहिँ यहाँदेखि हामी त्यहाँदेखि उता भित्र गएपछि एउटा मार्केट छ लुलुको छेउतिर त्यहाँ चाहिँ एउटा कम्प्युटर पसलहरू ल्यापटप पसलहरू जग्गा त्यहीँ चाहिँ जानु लाग्यो हामी त्यहाँ गएपछि चाहिँ के हुन्छ है चाहिँ यहाँ निकै भिडभाड छ लेडिजको ज्याकेट पो रहेछ म त जेन्ट्सको यस्तो लागेको थियो सक्सहरू दामी दामी यस्तो ज्याकेट हो कस्तो ज्याकेट खोज्यो छ त्यो नै राम्रो छ त कलर लाल कलर यो सेतो सेतो के हो
म नि यस्तो तपाईँको ज्याकेट जस्तो छ नि हाफ होला तर खानु हो चिकन त्यो तर जाडो हुन्छ है त्यो जाडो हुन्छ त्यो हाफ ज्याकेट मात्रै लागेर देउ जाडो हुन्छ नि तब हाम्रो त त्यो सिसारदेखि पुरा यस्तो हावा आउँछ अस्ति तपाईँ हामी पनि यतै त हो नि होइन त्यतिखेर लिनुभयो कि लिनु भएन ल्याएपछि कहाँ हुन्छ त त्यस कति 10 दिनार 10 केडीको कि कति होइन 6 केडी कि 10 केडी चार्जर उयोको मोबाइलबाट हुँदैन र त्यसको अर्कै हुन्छ यही लाइनभित्र होइन लुलु ये है लुलु मैले लिएको यहाँ हो क्या अहिले चाहिँ आउँछु म यसलाई यहीँ बेच्ने भनेर सोचिरहेको छु यहीँतिर पहिला मैले यहीँदेखि लिएको हो अहिले चाहिँ हामी त्यहाँनिर गएर होइन मैं त्यही सेल गर्दै सस्तोमा सेल गर्दै के अब टाइमै भएन क्या टाइम लाग्यो त्यो सफ्टवेयर हाल्दाखेरि अलिक टाइम लाग्यो क्या त्यही भएर मैले चाहिँ किनेर नै सेल गरेर चाहिँ मौसमहरू पनि थियो नि त त्यही भएर अनि सो आजलाई भिडियो यति नै होइन इफ लाइक दिस भिडियो प्लिज लाइक एन्ड कमेन्ट सेयर सब्सक्राइब गर्नु हावामा तिमी सुगन्ध तिमी किन मुटु भित्रै बसेकी छौ बुझ्नै सक्दिन